हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरलाई मेरो न्यू ब्लगमा स्वागत छ। आज धेरै दिनपछि होइन ब्लग बनाउँदैछु। त्यही ठाउँमा हो, नयाँ होइन, त्यही पुरानै ठाउँ हो। पुत्री आई यस्तरी दौडिँदै गएर टोक्न नआएछ है बाबु, टोक्न नआएस। हामी चाहिँ आज बिहान बिहान रनिङ गर्न आएको होइन। भर्खरै ड्युटीबाट म चाहिँ आएर भिडियो बनाउँदैछु। कुत्तालाई नि त्यो कुत्ता हो नि कात्तिकको महिनामा पनि अगाडि अगाडि पछाडि पछाडि म आज धेरै दिनपछि भिडियो बनाउँदैछु। नाइट ड्युटी गरेर त्यत्तिको वर्क गर्न आएको होइन। सक्नुहुन्छ कति राम्रो ठाउँ छ, घाम लाग्यो उताबाट। राति चाहिँ लास्टै जाडो हुन्छ क्या, चाहिँ पानी परेको कारणले हेर्दा यो अगाडि मन्दिर, यता बाटो बाटो आउँदै हजुरको के चाल खबर ल, उसको हालखबर के छ भन्नु होला होइन। मेरो चाहिँ एकदम बढिया छ। यहाँ चाहिँ सिङ कुखुराहरू छन् होइन। ए सिङ कुखुरा, ए सिङ कुखुरा, सिङ कुखुरा मार्ने भए आओ केटा हो। ए अगाडि चाहिँ यहाँ शमशान घाट छ। शमशान घाट भन्ने बित्तिकै डर लाग्छ क्या, भूतप्रेत लागिहाल्यो के भने। यहाँ चाहिँ पानी छ। अगाडि चाहिँ चराचुरुङ्गे, फेरि अगाडि नजाऊ यार। शमशान घाट चाहिँ बिहान बिहान के लागिहाल्यो कि भन्ने डर। र यता मन्दिरतिर जानु पर्यो, पछाडि शमशान घाट छ यार। जाडो पनि के साह्रो हो जाडो। पछाडि यता रोड, गाडीहरू हिँडिरहेको छ। यता म हिँडिरहेको छु। हिँड्दा हिँड्दा पनि सास फुलिन्छ, धेरै मोटो भयो। अब भोलिबाट चाहिँ दिनकै ब्लग आउँछ, हेर्नु होला है। फोटो लगाएर भोलिबाट आज पहिलो दिन हो। अब शरीर घटाउनु पऱ्यो क्या, त्यो कारणले गर्दाखेरि हिँड्नुपर्छ यसो चट्ट लागेर। अब शरीर घटाउनु पऱ्यो, धेरै मोटो भयो यार, गाडी पक्क पक्क भएको छ। अब कम गर्नु पऱ्यो शरीरहरू आफ्नो होइन। हजुरको हालखबर के छ? मेरो चाहिँ एकदम ठिक छ, बढिया छ। हेर्नु न यस्तो दामी दामी तो दामी हावा चलिरहेछ। ए हावा चिसो हावा। धेरै मोटो भयो यार मान्छे पनि यार, शरीर पनि घटाउनु पऱ्यो। अब यो पोखराको फेवाताल चरा रुखबाट त सब पत्ता झरेको त। अस्ति सम्म कति धेरै थियो। यहाँ पनि मन्दिर छ। को त्यो मन्दिरमा उभिने?
यहाँ साँपहरू छ भाइ दाइ, माछाहरू होला होइन?